हेलो सम्पूर्ण साथीहरू, वेलकम टु माई नेक्स्ट भिडियो। आई होप यहाँहरू सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै नै छु। ल साथीहरू, आज भने चाहिँ म एउटा सानो भिडियो क्लिप यहाँहरूको माझमा लिएर उपस्थित भइसकेको छु। आफ्टर लङ टाइम भन्नुपर्छ है त। थोरै टेक्निकल प्रब्लमको कारणले गर्दाखेरि म तपाईँहरू माझमा उपस्थित हुन सकिनँ। आज भने चाहिँ एउटा नेक्स्ट टपिक्सको साथमा म उपस्थित भइसकेको छु। आजको हाम्रो टपिक चाहिँ रहेको छ सर्बियामा चाहिँ आउँदाखेरि होइन के कति खर्च लाग्छ, के कस्तो सामान लिएर आउनुपर्छ र यहाँको मौसम के कस्तो रहेको छ भन्ने विषयमा चाहिँ तपाईँहरू माझमा एउटा सानो भिडियो बनाउन लागिरहेको छु मैले। ल भिडियो स्टार्ट गर्नुभन्दा अगाडि है सम्पूर्ण दर्शक श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद, जसले चाहिँ अघिल्लो भिडियोलाई चाहिँ मेरो अघिल्ला भिडियोहरू पोस्ट गरेका भिडियोहरूलाई मन पराएर होइन उनीहरूलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरेर साथ दिइराख्नु भएको छ। सो सम्पूर्ण दर्शक श्रोता मित्रहरूलाई म हृदयदेखि नै धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। म चाहिँ एउटा यतापट्टि चाहिँ हाम्रो रुमबाट चाहिँ थोरै अगाडिपट्टि आइसकेको छु है। हाम्रो चाहिँ रेलको लिकको छेउछाउमा हामी चाहिँ यहाँनिर घाम न्यानो लागिरहेको छ आज चाहिँ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी ट्याक्क दुईजना होइन, एकजना दाइ अनि म निस्किसकेका छौँ यहाँ बाहिरपट्टि। यहाँको मौसम चाहिँ साथीहरू यस्तो रहेको छ है। अब टक्कसँगले अहिले चाहिँ घाम लागिरहेको छ। बिहानको समयमा चाहिँ एकदमै धेरै चिसो हुन्छ, राति पनि एकदमै धेरै चिसो हुन्छ होइन। अहिले चाहिँ ट्याक्कसँगले न्यानो घाम लागिरहेको छ। हामी रुममा बस्दा बस्दा अल्छी लागेर होइन ट्याक्कसँगले बाहिर निस्केको छौँ। अहिले चाहिँ हाम्रो छुट्टी छ यो क्रिसमसले गर्दाखेरि, अनि त्यस पछाडि चाहिँ नयाँ वर्षले गर्दाखेरि 2026 लाग्न आँटेको कारणले गर्दाखेरि चाहिँ सबै हामीलाई चाहिँ एकमुष्ट छुट्टी दिएको छ है। कम्पनीले 1 हप्ता जतिको छुट्टी दिएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ यसो बिहान बेलुका खाना बनाउने, खाने आराम गर्ने, दिउँसो चाहिँ यसो बाहिर निस्किने गर्दैछौँ होइन। ओके साथीहरू, ल मेरो भिडियोहरू अब आगामी दिनहरूमा चाहिँ कन्टिन्यू पोस्ट गर्ने नै छु मैले। ल कति पनि ढिला नगरिकन आजको टपिक्सतर्फ म इन्टर गर्न चाहन्छु है त। म लगायत चाहिँ हाम्रो एकजना दाइ पनि हुनुहुन्छ। हामी दुईजना सँगै यहाँनिर बाहिर निस्केर हिँडिरहेका छौँ। दाइ यहाँ पर हिँड्दै हुनुहुन्छ है। म दाइसँग पनि कुराकानी गर्नेछु अहिले यहाँको के कस्तो छ मौसम, यहाँको चाहिँ के कस्तो छ वातावरण वरिपरि होइन, बस्न ओर्न के कस्तो छ, त्यसले चाहिँ कति खर्च लिएर आउनुपर्छ, यहाँनिर आउँदाखेरि के कस्तो तयारी गर्नुपर्छ भन्ने विषयको बारेमा उहाँसँग पनि म कुराकानी गर्ने नै छु र तपाईँहरू माझमा चाहिँ उहाँ र मेरो कुराकानीलाई पनि राख्ने छु। ओके हेलो दाजु, पर्खिनु न, सँगसँगै हेर्नु के ट्रेन पनि आउँदै गरेको हो? हेलो, ल दाइको परिचय दिनु होला। हामी अब सँगै हिँड्दैछौँ होइन। परवीन मास्तोला हो। हजुर, झापा हाम्रो कहाँ हाम्रो तल गौरवदाबाट हुनुहुन्छ। अनि मैले चाहिँ नेपालबाट अप्लाई गरेको होइन। हजुर, अनि तपाईँले त इन्डियाबाट गर्नुभयो है? हाम्रो कस्तो भयो भने हजुर हामीले प्री इन्टरभ्यू चाहिँ नेपालबाटै गरेको होइन। हजुर, ल ल ट्रेन पनि आउँदैछ है साथीहरू। ल यहाँ ट्रेन आउँदैछ ट्याक्कसँगले, हाम्रो कुराकानीलाई अगाडि बढाउँदैछौँ हामी है। यहाँ ट्रेन हेर्नु होला, यो चाहिँ अब एकदम पुरै फलामहरू बोकेको छ है। ट्याक्क ट्रेन पनि आएछ। हामी यहाँ ट्रेनको लिक वरिपरि हिँडिराखेका छौँ छेउछाउमा। हेर्नु होला साथीहरू, यहाँको ट्रेन है एकदमै सबै फलाम बोकेको छ है यसले। दाजु हामी कुराकानीलाई अगाडि बढाउँदै थियौँ, ठ्याक्कै ट्रेन आएर आवाज पनि अलिकति नराम्रो सुनिने भएको कारणले गर्दाखेरि मैले बिचमा ग्याप राखेँ होइन। हजुर, अनि तपाईँले इन्डियाबाट गर्नुभयो है कोर्सेसहरू? मैले प्री इन्टरभ्यू चाहिँ नेपालबाट गरेँ होइन। हजुर, ट्रेनिङ र तपाईँको फाइनल इन्टरभ्यूको लागि चाहिँ म सिलगढी गएँ। उहाँबाट गर्नुभयो? उहाँबाट गएर छिटो पनि भयो। छिटो पनि भयो। हाम्रो चाहिँ कस्तो हुँदो रहेछ भने हजुर, सबै प्रोसेसहरू हामीले पैसाहरू यतै बुझाइयो भनेपछि हामीलाई चाहिँ ट्याक्कसँगले सबै यतैपट्टि गरेर कागजपत्रहरू बुझाइसकेपछि अनि सबै दिल्लीबाट स्ट्याम्प हानेर ल्याउने ओर्ने, भिजा स्ट्याम्प हानेर गर्ने ओर्ने काम सबै हाम्रो मेन पावरले नै गरिदियो होइन। तपाईँहरूलाई चाहिँ उहाँ पठाएछ, कसैलाई अब त्यस्तै हुन्छ। अनि उहाँ जाने कारण पनि के भयो भने ए हजुर, त्यहाँ चाहिँ ट्रेनिङको लागि हामी खासमा गएको। फाइनल इन्टरभ्यू र ट्रेनिङ गरिसके पछाडि प्लस प्रोसेस तपाईँले जुन कुरा भन्नुभयो दिल्लीमा स्ट्याम्पिङको लागि जान्छ भने उहाँबाट छिटो हुँदो रहेछ क्या त्यो कामहरू चाहिँ। हजुर हजुर, हामीले पनि पैसा तिर्ने कामहरू त सबै नेपालबाटै गयो, नेपालमै गरेको हो। ए तपाईँलाई त हाम्रो कम्पनीमा यहाँ अप्लाई गरिसके पछाडि त तपाईँहरू त ट्रेनिङ फुल गरेर आउनुभयो है? हजुर, ट्रेनिङ तपाईँको निकै ट्रेनिङ लगभग 2-3 हप्ता ट्रेनिङ गर्नु पर्यो।
ट्रेनिङ गरी मजाले बकाइदा साथ ट्रेनिङ पठाएछ गरिसके पछाडि आफ्नो त्यो स्किलको भिडियो पनि बनाएर आएको हामीले ए स्किल टेस्टको भिडियो पनि बनाउनु पर्यो हजुर हजुर ल दाइ बोल्दै मैले एउटा कुरा तपाईँहरूलाई जानकारी गराइहालेँ है हाम्रो चाहिँ कस्तो छ भने एजेन्सी र कम्पनी छ है अब यहाँ हाम्रो कन्ट्र्याक्ट पेपर चाहिँ तपाईँहरूले अप्लाई गर्दै हुनुहुन्छ भने विचार गरेर ध्यान दिएर गर्नु होला एजेन्सीमा चाहिँ अब तपाईँले चाहिँ कन्ट्र्याक्ट गर्दै हुनुहुन्छ कि अथवा कम्पनीमा दाइले चाहिँ अब सबै थोक प्रोसेसहरू गरेर ट्रेनिङहरू गरेर चाहिँ यता कम्पनीमै कन्ट्र्याक्ट गर्नुभएको छ र सजिलो छ दाइलाई चाहिँ होइन त डाइरेक्ट हाम्रो इस्टर्न लाइन्टिस भन्ने डाइरेक्ट कम्पनीमै हो कम्पनीमै चाहिँ कन्ट्र्याक्ट गरेर आउनु भएको छ उहाँलाई त केही समस्या भएन तर हाम्रो चाहिँ अब एडोको भन्ने एजेन्सीमा चाहिँ हामीले कन्ट्र्याक्ट गरेर आयो त्यो उहाँ नेपाल हुँदा थाहा पाइएन त्यसो हुँदाखेरि अब अहिले केही पर्सेन्टेज चाहिँ हाम्रो सेलरीबाट एजेन्सीले खाइराखेको अवस्था छ अब यो कहिलेसम्म हुने हो टिआरसीसम्म हुन्छ होला सायद भन्ने कुरा छ होइन टिआरसी अब कम्पनीले दिइसके पछाडि चाहिँ हामीले न्यू कन्ट्र्याक्ट हामीले उहाँ गर्नेछौँ होइन त दाइ हजुर कम्पनीले गरिदिनेछ त्यस पछाडि चाहिँ हामी पुनः यता कम्पनीको हुनेछौँ ल यो जानकारी भयो साथीहरू अनि चाहिँ पूर्ण रूपमा कम्पनीको मान्छे हुन्छ हजुर हजुर रेलको लिकमा हेर्ने साथीहरू यो के हो उठ्दैछ यहाँ स्काइभेटर जस्तो छ होइन के हो त यो स्काइभेटर जस्तो छ है मेन्टेनेन्सको रहेछ क्या लिकको मेन्टेनेन्सको जस्तो लाग्यो मलाई चाहिँ होला सायद ल साथीहरू अब चाहिँ हामी यसो यहाँको होइन मौसम के कस्तो छ हावापानी भन्ने विषयको बारेमा पनि कुराकानी गर्दैछौँ हामी दुईजना होइन के कस्तो छ यहाँ मौसम तपाईँलाई नेपाल भन्दा कस्तो लाग्यो एकदम धेरै चिसो छ है कस्तो छ चिसो त धेरै नै चिसो छ नि यहाँ त धेरै चिसो छैन अब हामी नेपालमा गर्मी ठाउँमा बसेको है जस्तै भए पनि हो झापा भनेको अब तपाईँहरूको हाम्रो झिलझिले भन्दा गौरीगञ्ज त के अरे यता धेरै चिसो हुन्छ है धेरै के अरे धेरै गर्मी नै हुन्छ अब यहाँ त त्यो हेरी त यहाँनिर त धेरै जाडो क्या नेपाल हेरी धेरै जाडो छ माइनसमै जान्छ अनि तपाईँको जाडो त -3 मा गइराखेको हुन्छ आज बिहान कति थियो -7 थिएन त अनि -6 डिग्री भइसके पछाडि चाहिँ अब रुमभित्र त तातै हुन्छ हिटरहरू होइन यहाँको सबै उयो हुन्छ मिलाएको हुन्छ ग्रिजरहरू पानीहरू त ठिकै छ तर बाहिर हिँड्दा गर्दा चाहिँ अनि अब होइन कुरा गर्दै जाउँ हामी यो साथीहरू आउँदै गर्ने साथीहरूलाई चाहिँ एकदम अब जिज्ञासाको विषय के छ भने अब यहाँ आउँदा खर्च कति लिएर आउनुपर्छ सुरु महिनामा कति खर्च हुन्छ होइन के सामानहरू पाइन्छ यहाँनिर किन्ने र लुगाफाटाहरू तातो होइन त्यस्तो कुराहरू चाहिँ एकदम धेरै बोकेर आउनु पर्यो त्यो पनि अनि आफूलाई चाहिने जस्तै अब यहाँ आएपछि त हामीले एक टाइम त खाना पकाएर खानै पर्छ होइन यो विषय पनि यो चाहिँ एकदम इम्पोर्टेन्ट कपडा पनि यहाँबाट पाइन्छ यहाँ नपाइने कुरा भनेको खाना पकाउने सामानहरू चाहिँ पाइँदैन खाना पकाउने जस्तो अब कुकरहरू भयो होइन यहाँनिर अब त प्रेसरको कुकरहरू पनि पाउँदैन राइस कुकर पनि तपाईँको अगाडिदेखि नै अर्डर गर्नुपर्ने अनि त्यो प्लस अनि अब मसलाहरू पनि यहाँ पाउँदैन कसैले अब त्यो धेरै मसला खाने ह्याबिट भएकोलाई अलिक गाह्रो हुन्छ नि त यहाँ त अब सादा हुन्छ खोर्सानी छैन है खोर्सानी पाइँदैन गुलियो खाना कुरो अब त्यही हुन्छ अनि त्यही भएर औषधिहरू भयो नर्मल औषधिहरू रुगामार्की ज्वरोहरूको औषधि अब जस्तै अब यहाँ आइसक्दा वातावरण हावापानी नमिलेर हाम्रो चाहिँ रुगामार्की सर्दीले भेट्छ होइन अब हामी पनि त सुरुचोटि आइसक्दा बिरामी भयो सबैजना होइन अब मिल्दैन नि त औषधिहरू बोकेर आइएको थियो साइनेक्सहरू भयो होइन फ्याक्सनहरू भयो त्यस्तो बोकेर आए पछाडि चाहिँ यहाँनिर हामीले खाएर ठिक भयो सन्चोहरू बोकेर आएको थियौँ सुरुमा अब यहाँ पनि मेडिकल कहाँ छ के छ हाम्रो इन्सुरेन्स भएको हुँदैन सुरुमा होइन खर्च बेसी नै लाग्छ त्यसो हुँदाखेरि हामीले नर्मल बेसिक निड्सको सामानहरू औषधिहरू चाहिँ बोकेर आउनुपर्ने हुन्छ उहाँबाट पनि बोकेर आउनुपर्ने हुन्छ प्लस तपाईँको सकेसम्म आफ्नो उसले भ्याएर सकेसम्म 150 युरो पनि बोकेर आयो भने चाहिँ धेरै बेटर हो तपाईँलाई भन्न खोजेको मैले यही टपिक उठाउन किनभने अब कम्पनीले सुरुमा यहाँनिर युरोपतिर तपाईँको एडभान्स नदिँदो रहेछ दिँदैन होइन त्यो हुँदाखेरि अब साथीहरू ग्रुपमा आइयो भने त ठिकै छ अब एक्लै अब आइयो भने चाहिँ धेरै समस्या हुन्छ त्यसको लागि एउटा यो जोकिङ पार्ट पनि छ होइन अब साथीहरू अर्को अब तपाईँले साथीहरूले बोकेको छ उसले गर्दा हुन्छ भनेर भर परेर आउनु भने फेरि अर्को साथीले पनि त्यही भर परेर आएको छ भने त्यो अभर पर्यो नि त होइन अभर पर्यो त्यो भएपछि आफ्नो एकअर्काको मुख हेराएर हो भने त अभर परि नै हालिन्छ होइन तर आफू चाहिँ भर्सक आफ्नै तरिकाले स्ट्रङ भएर आएको राम्रो हो होइन आफ्नो तरिकाले ट्याक्कसँग तपाईँले कम्तीमा पनि सामान्यतया अब कुकरहरू भयो इन्डक्सनमा हुने खालको तपाईँको कुकरहरू ल्याउनु होइन फ्राई प्यानहरू ल्याउनु उहीँबाट एक सर अनि कपडाहरू एक दुई जोडी ल्याउँदा भइगयो आखिर यहाँ ज्याकेटहरू हामी भनेको घुम्न डुल्न त्यत्रो कपडा लिएर आएर पनि यहाँ
पाइँदो रहेछ यतै कपडाहरू पनि अलिकति पैसा नहुने हो क्वालिटीको अनुसारले अब कपडाहरू पनि पाइहाल्छ। विशेष मैले पनि रिकमेन्डेसन गर्ने के हो भनेदेखि मलाई पनि पहिले यहाँ सर्बिया हुने दाइहरूले त्यही भन्नुहुन्थ्यो र मैले पनि जबरजस्ती भने एउटा होइन इन्डक्सन राइस कुकर लिएर आएको थिएँ। अब अहिले ठ्याक्कै त्यसले चाहिँ काम गरिरहेको छ होइन। अहिले 4-5 जनालाई हामीलाई मजाले खाना पुगिरहेको छ त्यसले। मैले 3 लिटरको लिएर आएको थिएँ। तपाईँलाई पछि ड्युटी स्टार्ट भइसके पछाडि यहाँ खाना पकाउनलाई अब उहाँ नेपालकोमा जस्तो भाँडामा पकाउँछु भनेर टाइम पुग्दैन। किनभने अब अहिले हामी कतिजना बसेको छौँ भनिदिँदा छक्क पर्नु साथीहरू। घरमा त लगभग 30 जना जति बसेका हो 28-30 जना हामी एउटा अपार्टमेन्टमा बसेका छौँ भनेपछि एउटा रुममा कम्तीमा पनि 4 देखि 6 जना बसेका छौँ होइन त। अनि त्यसो भइसके पछाडि खाना पकाउनलाई त्यो पनि ग्रुप छ। अनि अब एउटै ड्युटी परेको हुन्छ मेस पनि छुट्टा त्यो भइसके पछाडि खाना पकाउन पनि धेरै समस्या हुन्छ। अनि तपाईँले चाहिँ आफ्नो साथमा एउटा इन्डक्सन राइस कुकर मजाले लिएर आउनु भइसके पछाडि चाहिँ तपाईँलाई एकदम धेरै सजिलो हुन्छ है साथीहरू। ल त्यो भयो। पैसाको विषयमा अघि दाइले पनि भन्नुभयो होइन। 100 देखि 150 युरो तपाईँले गोजीमा च्यापेर उहाँ सर्बियामा गएर खर्च गर्छु भनेर मजाले लिएर आउनु होला। अनि तपाईँले यहाँ अर्को क्वेसन के छ भने दाइ होइन यहाँ चाहिँ पैसा अब कुन चल्छ भन्ने विषय छ होइन। जस्तै अब डिनार ल्याउनु कि हामीले युरो ल्याउने कि के गर्ने भन्ने कुरा छ। अब त्यो विषयमा चाहिँ तपाईँले पैसा कहाँ साट्नुभयो के साट्नुभयो उहाँ नेपालमा? सुरुमा चाहिँ अब काठमाडौँमा डिनार पाइँदैन, आरएसडी पाइँदैन। उहाँ पाइने भनेको हामीले युरो पाइन्छ। मैले चाहिँ काठमाडौँमा युरो साटेर यहाँनिर भनेको चाहिँ एक्सचेन्ज हुन्छ क्या तपाईँको त्यस्तो आपत्ति हुँदैन। डलर भए पनि यहाँ एक्सचेन्ज हुन्छ, युरो भए पनि एक्सचेन्ज हुन्छ। सबै एक्सचेन्ज भइसके पछाडि तपाईँले काठमाडौँमा अब त्यो एयरपोर्टभित्र तपाईँले साट्नुभयो भने पनि हुन्छ तर अलिक कम्ती रेट दिन्छ होइन। त्यहाँनिर बाहिरतिर साट्नुभयो भने चाहिँ तपाईँले मजाले युरो साटेर यहाँ ल्याएर आरएसडीमा चेन्ज गरेर अथवा डिनारमा चेन्ज गरेर मजाले चाहिँ चलाउन सक्नुहुन्छ है साथीहरू। यो चाहिँ भयो हाम्रो यो 1 महिनासम्मको पैसा चाहिँ के कति खर्च हुन्छ भन्ने विषयमा कुरा। ल साथीहरू यस्तो छ है। हामी चाहिँ एकदम दाइहरूसँग कुराकानी गर्दै घुमफिर गर्दैछौँ यहाँनिर। अनि यहाँ हेर्नु होला यहाँ चाहिँ टक्कसँगले बारी छ है वरिपरि पानी पनि छ अलिअलि। अनि बारी जोतेर अब के रोप्ने बेला सिजन भएको हो यहाँनिर होइन। यहाँ बारीमा अब जस्तै हामी आउँदा चाहिँ मकै थियो हरिया मकै सुकिओरी काटिओरी चाहिँ टुप्पाहरू सबै काटिओरी चाहिँ यहाँ मजाले जोतेर चाहिँ यस्तो बनाएको छ। हेर्नु न साथीहरू कति गहिरो जोत्दैन क्या फेरि अब यो ट्र्याक्टरले होइन एकदम धेरै गहिरो जोतेर चाहिँ रेडी गर्छ। हाम्रो यहाँ पारी है साथीहरू। हाम्रो बसाइ चाहिँ यहाँ पारीको बजार यहाँ देख्दै हुनुहुन्छ नि पर यो बजारमा हो हाम्रो यहाँ बसाइ हो। हाम्रो चाहिँ बजार भन्दा नि गाउँमै टाइप छ होइन। उतापट्टि चाहिँ अलिअलि रोडको साइडमा दोकानहरू छ, चाहिने सामानहरू जस पाइन्छ सबै वरिपरि। त्यहाँ सानो मिनी मार्ट छ एउटा त्यहाँनिर पाइन्छ साथीहरू। ल म अस्तिदेखि तपाईँहरू माझमा आउन खोजिरहेको थिएँ तर अब यहाँ अलिकति समस्या भयो है। ड्युटी पनि अब कन्टिन्यू भइराखेको कारणले गर्दाखेरि अब तपाईँहरू माझमा आउन सकिनँ होइन। आगामी दिनमा चाहिँ म सानो भिडियोहरू तपाईँहरूको कमेन्टलाई पनि लिएर आउने नै छु होइन। सबैजना साथीहरूले माया गरिदिइराख्नु भएको छ, कमेन्ट गरिदिइराख्नु भएको छ है, प्रतिक्रिया दिइराख्नु भएको छ। तपाईँहरूको प्रतिक्रिया अथवा कमेन्ट तपाईँहरूको चाहिँ जिज्ञासालाई फेरि पनि म कमेन्ट रिड आउट होइन को अर्को पार्ट पनि लिएर आउनेछु। टेन्सन नगर्नु होला, रिप्लाई आएन भनेर चाहिँ टेन्सन नगर्नु होला। धेरैजना साथीहरूले भन्दै हुनुहुन्थ्यो कतिजना होइन सर्बिया बस्ने धेरै साथीहरूलाई चाहिँ हामीले चाहिँ कमेन्ट गऱ्यौँ तर रिप्लाई गर्नुभएको थिएन। तपाईँले रिप्लाई दिइराख्नु भएको छ, आभारी छौँ हामी भन्दै हुन्थ्यो। ल तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। तपाईँहरूको कमेन्टलाई पनि म यहाँ सो गरेर अलिक दिन पछाडि भिडियो बनाउने छु होइन। अहिले चाहिँ यहाँको विशेष गरी तपाईँहरू जति पनि आउँदै हुनुहुन्छ है एकदम आउने तयारीमा बसिराख्नु भएको छ, भिजा लागेर रेडी हुनुहुन्छ। तपाईँहरूलाई चाहिँ जस्ट यहाँको मौसमको बारेमा र यहाँको पैसा के कति खर्च लाग्छ होइन। अनि नेपाल र इन्डियाबाट अप्लाई गर्दाखेरि चाहिँ के कस्तो होइन गाह्रो साह्रो अप्ठ्यारो पर्छ, कतिको छिटो सजिलो हुन्छ भन्ने विषयको बारेमा चाहिँ सानो टपिक्स रहेको थियो र त्यो अनुसार मैले चाहिँ धेरैजनाले कमेन्ट गर्नुभएको छ यो विषयमा होइन। त्यही भएर चाहिँ भिडियो बनाइरहेको छु साथीहरू। ल साथीहरू हिँड्दैछौँ है हामी त माधव हिँडिरहेछौँ। चिसो अत्याधिक बढिरहेछ। घाम लागेको पाटो उतापट्टि थियो पर छ है घाम लागेको ठाउँ। हामी चाहिँ यता घुम्दै यता आइसकिसक्यौँ। अब यहाँ पर देख्दै गरेको ठाउँमा पुग्दैछौँ हामी होइन। दाइहरू पर पुगिसक्नु भयो, कहाँ देख्दै हुनुहुन्छ पर उता पर पुगिसक्नुभयो, कहाँ पुगिसक्नुभयो भने दाइहरू उता पुगिसक्नु भयो होइन। म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु साथीहरू। म ब्याक क्यामेराबाट पनि देखाउँछु है तपाईँहरूलाई। यहाँको एकदम अहिले चाहिँ सबै
पातहरू रुखहरूको पातहरू चाहिँ झरेर होइन एकदम चाहिँ पहेँलो भइसकेको छ होइन बोट बिरुवाहरू पनि हिजो अस्ति आउँदाखेरि हामी चाहिँ हरियाली भएको थियो ट्रक आउँदैछ यहाँबाट तपाईँहरूले यहाँ माथिको चाहिँ यहाँ यो एरोप्लेनको चाहिँ साथीहरू यो चाहिँ एकदमसँगले चाहिँ प्लेनहरू है एकदम क्रस भइरहेको थियो अघि त्यहाँ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छ है छवटा जाँदैछ यहाँ माथि अघि ठ्याक्कै एकै ठाउँ भेट भयो जस्तो भइरहेको थियो क्या यहाँनिर अनि मैले चाहिँ भिडियो बनाउन खोजिरहेको थिएँ फेरि यता अलिकति ढिला भइसकिसक्दा चाहिँ क्रस भएर गइसकेछ है यस्तो छ एकदम मौसम चाहिँ आज चाहिँ क्लिन भएको छ है साथीहरू मौसम एकदम क्लियर भएको छ हेर्नु होला वरिपरिको वातावरण बजार छ यहाँ पर मस्तसँगको हामी चाहिँ पछाडिपट्टि घुम्ने ठाउँ छ यहाँनिर रोडहरू हेर्नु बिग्रेर अब के गर्ने त्यसै गाउँतिर होइन भित्र बारीहरू जोतेर पुरै बारी पनि यस्तो छ है साथीहरू यहाँ चाहिँ सम्म छैन होइन भिरालो पाखा रेखा तर माटो चाहिँ फेरि बवाल छ नि फेरि हेर्नु त यस्तो मलिलो माटो देखिएको छ यहाँनिर यस्तो छ नेपाल जस्तै छ ठ्याक्कै है डाँडाकाँडा तर नेपाल जस्तो धेरै अग्लो अग्लो पहाड चुचुराहरू छैन थुम्का थुम्की छ यस्तो छ होइन यहाँ पर हो हाम्रो चाहिँ यता पर बस्ने ठाउँ यहाँ घुमफिर हुँदैछ है यहाँ परको बजार यहाँ एरिया बिचमा पर्छ हाम्रो घर है बस्ने ठाउँ रुम अपार्टमेन्ट भनौँ न यस्तो छ है साथीहरू सबै पातहरू झरेर होइन झर्ने क्रम जारी छ यहाँ अब यसो सागो लगाइदिनु भने त त्यो रङ बल्ने गरेको सुकेको छ है यो रुखहरू सबै पातहरू योभन्दा 3-4 हप्ता अगाडि आउँदाखेरि हामी पुरै यहाँनिर हरियाली थियो मैले भिडियो बनाउँदाखेरि है अहिले त पुरै हेर्नु त यहाँ एउटा डही बसेर रहेछ यहाँ ठ्याक्कसँगले भिडियो बनाउने चक्करमा म पछाडि भए दाइहरू त धेरै अगाडि पुगिसक्नु भएछ त ल हेर्नु है साथीहरू सहरी यहाँ चाहिँ यस्तै छ गाउँघर हाम्रो सिटी एरियामा छैन बसाइ है यस्तै छ साथीहरू तपाईँहरूलाई म वरिपरिको वातावरण पनि देखाउँदैछु होइन चिसो भइरहेको छ एकदमै धेरै अघि घाम लागिरहेको थियो टोपी नलाइकन आएको होइन अहिले त हेर्नु न यहाँ अलिअलि घाम पनि भित्र छिरिसक्यो है पहेँलो पहेँलो लाग्दैछ अलिअलि तर दिउँसै पनि घाम लाग्दैखेरि पनि हल्का न्यानो मात्रै हुन्छ होइन त्यो धेरै गर्मी हुँदैन चिसो धेरै नै भएर होला अहिलेसम्मको हाइएस्ट -6 सम्म पुग्यो अघि बिहान कति लगभग 5 बजेको थियो होला होइन -6 सम्म पुगेको थियो त्यहाँभन्दा आउँदा चाहिँ 4, 5, 3 सम्म भएको थियो हिजो अस्तिको दिनसम्म होइन आज चाहिँ अलिक धेरै नै भयो तर मौसम चाहिँ एकदम क्लियर भएछ है आज केही छैन यस्तो छ ल साथीहरू त्यही हो आजको सानो टपिक्स रहेको थियो होइन तपाईँहरू माझमा बुझिहाल्नु भयो होला धेरैजनाले चाहिँ यहाँ कमेन्ट गरिराख्नु भएको छ आउन लाग्नु भएको होइन साथीहरूले र तपाईँहरूको जिज्ञासा केही मात्रामा भए पनि होइन अलिकति भए पनि चाहिँ तपाईँहरूलाई सहज भयो होला भन्ने आशा पनि लिएको छु मैले त्यस्तै छ साथीहरू सुरुमा पैसा अलिकति कम्ती नै हुन्छ होइन तपाईँले चाहिँ तातो ज्याकेटहरू चाहिँ लिएर आउनु होला मैले हिजो यहीँ किनेको है यो यसलाई नेपालको लगभग 27-28 जति पर्यो होला होइन यहाँको मैले कति 2200-2300 रुपियाँ लगाएँ होइन यसलाई एकदम तातो छ भित्रपट्टि यस्तो सरुवाहरू भएको लुगाहरू पाइन्छ कपडाहरू पाइन्छ है यहाँ पनि मजाले लुगा कपडाहरू पाइन्छ तर कस्तो चाहिँ हो भने क्वालिटी अनुसारको जहीँसुकै पनि महँगै पर्छ पर्न त होइन अब नेपालमै पनि त होइन क्वालिटीलाई चाहिँ एकदमै महँगै पर्छ होइन लो क्वालिटीहरूलाई सस्तो पर्छ त्यही त हो अब यहाँ पनि यो क्वालिटीयुक्त कपडाहरू भएको कारणले गर्दाखेरि चाहिँ महँगो परेको होला सायद नेपालको रेसियोमा प्रायः सबै नै महँगो छ है साथीहरू हर चिजहरू महँगो छ मरमसलाहरू पनि पाइन्छ यहाँ खोज्नुपर्छ है तपाईँहरूलाई म एउटा जानकारी पनि गराउँछु अलिक दिन पछाडिबाट है म तपाईँहरूलाई चाहिँ सामानहरू के कस्तो कहाँ पाइन्छ होइन के पाइन्छ यहाँनिर अब पैसा भयो भने
तपाईँले चाहिँ उहाँबाट नलिकन आउँछु भन्न पनि यहाँनिर के पाइन्छ त सामानहरू किन्न भनेर तपाईँलाई सहज होस् भनेर यस्तो सानो सानो भिडियोहरू टिकटकमा पनि लगाउने छु, हेर्नु होला है। र सबैजना दर्शक श्रोता मित्रहरूले माया गरिदिइराख्नु भएको छ होइन, अझै पनि यस्तै साथ सपोर्ट र मायाको अपेक्षा गर्दैछु र तपाईँहरूले गर्नुहुनेछ भन्ने आशा र विश्वास पनि भएको छ है। ल साथीहरू हेर्नुहोस् है, सर्बियाको घरहरू यस्तो छ। सबै छानामा चाहिँ ट्याक्कसँगले चाहिँ यो झिँगटी लगाएको छ है। नेपालमा पुरानो घरहरू पहिला हुन्थ्यो नि, त्यो झिँगटी लगाएर बनाइएको छ। हामी चाहिँ यता हाम्रो गाउँ चाहिँ यता धेरै पर छोडेर चाहिँ हामी यता वरिपट्टि आइसकेको छौँ। उकालो बाटो रहेछ, हिँड्दैछौँ, धमाधम चिसो धेरै बढिरहेछ। अब यहाँबाट हामी सिधै माथि जानेछौँ है, यो रोड रोटेर जान्छौँ अनि त्यस पछाडि माथि हाइवे आउँछ हाम्रो रुमबाट उतापट्टि छुटेको, अनि त्यहाँबाट चाहिँ हामी ट्याक्कसँग रुममा पुग्नेछौँ है साथीहरू। यतै जानु होला। यो धोपी हो कि के हो जस्तो छ यो है, नेपालमा पनि पाउँछ, एकदम धेरै उच्चा ठाउँ हुँदै। घरको बनावटहरू यस्तो छ साथीहरू सर्बियाको। सर्बिया के कस्तो छ भनेर चाहिँ तपाईँहरू होइन हेरिराख्नु भएको छ होला। यस्तो छ है सर्बिया है त साथीहरू। गाउँघरमा चाहिँ यस्तो छ। ल पारिपट्टि हेर्नुलाई यस्तो दामी सिन छ है, बजार उतापट्टि पर डाँडा काँडा। ल हेर्नुहोस् है साथीहरू, एकदम सुनसान छ है। यत्रो घरहरू छ यहाँनिर होइन, तर एकदम सुनसान छ, पिसफुल छ है। आनन्दको वातावरण छ, टक्कसँगले सरसफाइ। यहाँ टनेल लगाउन आँटेको जस्तो छ, हिउँ पर्छ एकदम धेरै बिहान होइन। अनि त्यस पछाडि चाहिँ यहाँनिर चाहिँ अब हिउँको लागि प्रोटेक्ट गर्नलाई चाहिँ यहाँ माथिबाट टनेल बनाउन आँटेको रहेछ। अब यो भित्रको ठुल्ठुलो रुखहरू सबै यो स्याउको रुख है, सुकेर चाहिँ यस्तो भइसकिसक्यो। ल साथीहरू यस्तो छ। अरू कुरा त्यस्तै हो है। यहाँनिर चाहिँ कस्तो हो भने एकदम पिसफुल ठाउँ है यो चाहिँ, एकदम शान्त छ। गार्डनहरू चाहिँ एकदम पिसफुल हुन्छन् है, पिसफुल शान्त स्वभावले चाहिँ बसेको हुन्छन्। त्यही भएर हल्ला गरौँ यताउता गरौँ अनि जाँडक्सी खाने हल्ला गर्ने होइन, जय झगडा गर्ने हो यस्तो भयो भने चाहिँ यिनीहरूले त्यति मन पराउँदैन है। यहाँ चाहिँ जस्तो भए पनि यिनीहरूको एउटा युनिटी होइन, सबैजना चाहिँ एकताबद्ध तरिकाले शान्त ढङ्गले बसेको हुन्छन्, काम गरेको हुन्छन् है। सबैजना आफ्नो काममा व्यस्त हुन्छन् गाउँघरमा होइन। केटाकेटीहरू अब यस्तो बुढाबुढीहरू काम गर्न सक्ने मात्रै बस्ने रुममा घरमा, तर अब अरू सबैजना काममा गएको है साथीहरू, कोही हुँदैन, सुनसान हुन्छ। ल हेर्नुहोस् है साथीहरू, यस्तो रातम्मे जहाँसुकै हेरौँ सबै रातै है, यस्तो छ है। ल साथीहरू, ब्याग पनि मैले देखाएँ क्यामेराबाट तपाईँलाई होइन, यस्तो छ है। पछाडिपट्टि चिसो अत्याधिक भयो है साथीहरू, घाम उता लागिरहेछ, धेरै चिसो भयो। टोपी लाउँदैछु म सँगले। दाइहरू माथि पुगिसक्नु भएछ, म त्यही जाँदैछु होइन। टोपी पनि बस्नु मान्दैन फेरि, यति गरिसके पछाडि चाहिँ अलिक तातो हुन्छ है साथीहरू। हामी घुम्दैछौँ है, धमाधम घुम्दैछौँ। रातो माटो छ, पाखाबारी छ होइन, एकदम पाखो टाइप छ। पारिपट्टि बजार निकै अग्लो उता ठाउँमा आइसकेछ है हामी त। हेर्नु त ल पारिपट्टि हाम्रो बजार, यहाँ के अरे घर, हाम्रो घर चाहिँ यहाँ पर बिचमा पर्छ। हामी त धेरै ओर आइसकिसकेछ। यस्तो चिसो छ है। मौसम देख्दै हुनुहुन्छ साथीहरू, मौसम सर्बियाको यस्तै छ है। हेर्नु होला है, एकदम तातो ट्र्याकहरू जुत्ताहरू झप्प लगाएर हिँड्दैछ यसरी चाहिँ। यति गरेर हिँडिसके पछाडि चाहिँ
यहाँको जाडो केही मात्रामा पनि सहन सकिन्छ है। बगाल मजा भइरहेछ है साथीहरू, गर्मी हुँदैन होइन, आनन्द चिसो। पछि गरी मौसममा चाहिँ अब कस्तो हुने हो थाहा छैन। अहिले चाहिँ यस्तो छ है। सम्पूर्ण दर्शक श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद, जसले चाहिँ मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिइराख्नु भएको छ र आगामी दिनहरूमा पनि यसरी नै साथ सपोर्ट गर्दै जानुहोला र आउने भिडियोहरूलाई पनि यसरी नै माया दिनुहोला भन्दै चाहिँ आजको भिडियोबाट म तपाईँहरूमा भन्न चाहन्छु। आगामी दिनमा तपाईँहरू र मेरो भेट नेक्स्ट टपिकको साथमा नेक्स्ट भिडियोमा हुनेछ। अहिलेलाई चाहिँ बाई साथीहरू।